एमबाट नाम आउने व्यक्तिहरूको पनि भनिदिनु न भनेर धेरैभन्दा धेरै कमेन्ट आएको छ। हजुरलाई पनि आफ्नो विषयमा जानकारी प्राप्त गर्नु छ भने आफ्नो नामको पहिलो लेटर कमेन्ट बक्समा गएर कमेन्ट गरिदिनु होला। अवश्य पनि हजुरको कमेन्टमा रिप्लाई आउनेछ। एमबाट नाम आउने व्यक्तिहरू कसैको अधीनमा बस्न फिटिक्कै रुचाउँदैनन्। कोहीसँग डराउँदैनन्, कोहीसँग झुक्दैनन्। यिनीहरूसँग झगडा गर्न आउने व्यक्तिहरू पनि यिनीहरूको अगाडि टिक्नै सक्दैनन्। बाहिर एक थरी र भित्र अर्का थरी कुरा भने यिनीहरूले जान्दैनन्। जे हो त्यही अगाडि भन्ने बानी हुने गर्दछ। कसैले अन्याय र अत्याचार गरेको छ भने कहिले पनि सहेर बस्दैनन्, त्यसको खिलाफ तुरुन्त आवाज उठाउने गर्दछन्। यिनीहरूको रिस भने नाकको टुप्पोमा नै हुने गर्दछ। माया गर्नेलाई तन मन धन दिएर माया गर्दछन् भने धोका दिने रिस गर्ने व्यक्तिहरूलाई जीवनमा कहिले पनि फर्केर पनि हेर्दैनन्। यिनीहरूले छिट्टै कसैमाथि विश्वास गर्दछन् र त्यही विश्वास गरेको व्यक्तिबाट नै प्रायजसो धोका पनि खाने गर्दछन्। हार्डवर्कमा भन्दा स्मार्ट वर्कमा बढी विश्वास राख्ने गर्दछन्। आफूलाई मन परेको र चाहिएको कुरा जसरी पनि प्राप्त गर्नै पर्छ भन्ने स्वभावका हुने गर्दछन्। अलिकति जिद्दी, घमण्डी र एकोहोरो स्वभावका भए पनि भित्रबाट भने सरल, सफा र परोपकारी स्वभावका हुने गर्दछन्। आफूसँग नहुँदा पनि कुनै पनि दिन दुखी, गरिब, असहायलाई देखे भने दिउँ भन्ने स्वभावका हुने गर्दछन्। हजुरलाई ज्योतिष सम्बन्धी कुनै पनि जानकारी प्राप्त गर्नु छ भने टिकटकको प्रोफाइलमा व्हाट्सएप नम्बर रहेको छ। व्हाट्सएप नम्बरमा गएर हजुरले सम्पर्क गर्न सक्नुहुन्छ र आफ्नो चिना कुण्डली पनि देखाउन सक्नुहुन्छ। राधे राधे।